अनुसारको दारा निकालेर हाँसौँ त नमस्कार आज चाहिँ म दाङघराइमा छु र मैले एकजना सरलाई भेटेँ नमस्कार है नमस्कार म त तपाईको ठुलो फ्यान हो हैन हजुर अब दाङको स्पेशल भने बढिया बाले हो अहिले प्रोग्राम पछि बढिया बाले र सिर्लिङ कोडोको झोल सादा त फेरि मस्त तरिकाले खाने बस जोले अब सादा छैन झोरले गरी सादा टक्क लगाएर भाइ त्यो कला त्यहाँ पनि हेर्नु पर्यो देख्नुभयो फेरि मैले यो कलाकारितामा प्रेरणा पाएको चाहिँ यहाँकैबाट है हैन भाइको घर रियलमै दर्शकबिनहरु भाइको घरमा म जाँदा बेला मलाई खसिदो काटेर सम्मान गर्नु भएको थियो उति बेला भाइ यत्रेको हुँदा बेला आफ्नो कला देखाउनु भएको थियो भाइ है गर्नु यसमा भाइको राम्रो छ भनेर मैले जस आश्वासन दिएको थिएँ दाङ पढ्न आउनु बरु म सपोर्ट गर्छु सम्म भनेको थिएँ तर भाइको अहिले प्रगति र प्रतिभा हेर्दा अत्यन्तै खुसी छु सबैजनाले माया गरिदिनु होला हुकुम बाबु ओली म एउटा कुरा भन्न चाहन्छु उहाँ जाँदाखेरि म सानो थिएँ उहाँलाई हेर्न मेलामा छेउमा देखिरहेको हजुरलाई होइन लहर लाग्थ्यो अनि मन के भन्नु यहाँले भनिदिनु भयो क्या बन्छु राम्रोसँग गर हुन्छ भनेर भनेपछि मैले एउटा प्रेरणा उहाँबाट पाएको हो यो घरै गएर भनिदिएपछि मलाई अब फ्यामिलीले त्यति नबुझ्दै कपाल भन्नु हो मैले बुझेँ रहेछ केही भन्दाखेरि उहाँलाई धेरै सम्मान छ तपाईँको कारणले आज म यहाँ छु र भाइलाई मैले आज इन्भाइट गरेँ माला गएको थिएँ 12 कुने दहमा भव्य धार्मिक मेला जुन हुन्छ हाम्रो माघी मेला त्यसमा हामी कार्यक्रम सञ्चालन गर्दैछौँ कुरा मिल्यो भने भाइलाई अग्रिम वेलकम भन्न चाहन्छु रमाइलो गरेछ अनुसारको दारा निकालेर हाँसौँ त